तोरी भित्राइसकेपछिको खाली खेतबाट हामीले नगदे बाली सँगसँगै तरकारी जन्य उत्पादनहरू लिन सक्छौँ। नगदे बालीमा हामीले उत्पादन लिन सक्ने बालीहरू मकै, मास, मुङ, धनियाँ रहेका छन्। यी बालीहरूमध्ये कुनै पनि बाली आफ्नो आवश्यकता अनुसार तपाईँले नगदे बालीको रूपमा उत्पादन लिन सक्नुहुन्छ। त्यस्तै तरकारी जन्य उत्पादनमा हामीहरूले प्याजको उत्पादन लिन सक्छौँ। त्यसै गरेर हामीले भिन्डीको उत्पादन लिन सक्छौँ, फर्सी र लौकाको उत्पादन लिन सक्छौँ। यी तरकारी जन्य उत्पादनबाट आफ्नो आवश्यकता अनुसार तपाईँले कुनै पनि बालीको उत्पादन लिन सक्नुहुन्छ। तर यी कुनै पनि बालीको उत्पादन लिनको लागि एउटा मात्रै आवश्यकता के हो भने तपाईँको खेतमा सिँचाइको राम्रो व्यवस्था हुनपर्छ। तपाईँको खेतमा सिँचाइको व्यवस्था छ भने यो सिजनमा तपाईँले कुनै पनि तरकारी जन्य अथवा नगदे बालीको राम्रो उत्पादन लिन सक्नुहुन्छ। यदि तपाईँको खेतमा सिँचाइको व्यवस्था छैन भने तपाईँले राम्रो उत्पादन पाउन सक्नुहुन्न। त्यही भएर हजुरहरूले आफ्नो आवश्यकता र व्यवस्था अनुसार यी बालीहरूमध्ये कुनै पनि बालीको उत्पादन मजाले लिन सक्नुहुन्छ। यो भिडियो जानकारीमूलक लागेमा यसलाई लाइक र सेयर गर्नुहोला। धन्यवाद।